मतलब अब 0T60 अहिले त यहाँ त हुन्न, यस्तोमा त नगरौँ। यो अहिले चाहिँ अर्को गाडीमा म बसिरहेको छु। अब निकै स्पिडमा चाहिँ गइरहेछ। एकदम स्पिड एकदमै गरेको छ। पछाडि बस्दाखेरि त झनै फिल हुँदो रहेछ अगाडिको भन्दा। एकदमै पछाडि अझ हुँदो रहेछ क्या। उहाँको एक्सपिरियन्स सुन्ने अब हाम्रो ब्रोलाई उ गरेर राख्नु भएको हो। अब कस्तो अनुभव भइरहेको छ? झ्याल चाहिँ लगाइदिउँ होला। अनुभव कस्तो भयो? धुलो अनुभव त कडै भयो। मेरो एकदमै अनुभव एकदमै कडा, डर लाग्दो हुँदो रहेछ। तर एकदमै राम्रो यो गाडी चाहिँ निकै नै राम्रो छ। हामीलाई डर लागे पनि गाडी आफैले कन्ट्रोल गर्ने भएको भएर अब हामीलाई चाहिँ डर लाग्यो हो। अब यता इन्टरभ्यू अनि कस्तो अनुभव भइरहेछ? चलाउँदाखेरि त एकदमै राम्रो हो। चलाउनु नि पर्दैन, आफै हुन्छ सब कुरा। हेर्नु ब्रेक सेक हान्नु पर्यो, आफै स्लो गर्नु पर्यो। उसले चाहिँ सब कुरा क्यामेरा प्रिडिक्ट गरिरहेको हुन्छ। सो त्यही भएर राम्रो हो। म्याप लगायो भने घरसम्म पुर्याइदिने, जहाँसम्म गरेर पार्क गरिदिने, त्यो सब कुरा राम्रो हुन्छ। सबै आफै सेल्फ गर्छ हैन? सबै आफै गर्छ। हामीले चाहिँ केही गर्नु पर्दैन। हामीले चाहिँ एउटा कहाँ जानुपर्ने हो, एड्रेस चाहिँ दिनुपर्छ, अरू सब उसले आफै गर्छ। अनि यो मोबाइल चाहिँ मोबाइलले नै कन्ट्रोल गर्छ हैन त? मोबाइलले कन्ट्रोल गर्छ, ल्याउने भित्रदेखि कहाँसम्म। आफू चाहिँ यसो सपिङ मल भित्र छ, गेटसम्म जानु पर्यो, पार्किङमा छ भनेपछि उसले आफै लिन आउँछ मान्छेलाई गेटसम्म। सो त्यस्तोहरू सब कुरा ल्याएको छ। धेरै चाहिँ फिचरहरू भएको रहेछ। हजुर। जे होस् अहिलेको समयमा यो निकै परिवर्तनको समय हो नि त? एकदमै गाडीको समयमा नयाँ गाडीहरूमा चाहिँ धेरै अगाडि गएछ। 10 वर्ष अगाडिको गाडी जस्तो लाग्छ। यो चलाएपछि युज गरेपछि त्यस्तै फिल हुन्छ। सो जस्तै अहिले हेर्नु मान्छे त्यहाँ छ, यहाँ देखाइरहेछ कि मान्छे हिँडिरहेछ भनेर। अनि उसले चाहिँ सब कुरा आफै गर्छ। मान्छेहरू क्रस रोडहरू गरिरहेछ, अरू केही गरिरहेछ भनेपछि उसले चाहिँ रोकिदिने आफै मान्छेले जसरी दिमाग लाएर चाहिँ रोक्छ, उ गर्छ, ब्रेक लगाउँछ हो। अझ त्यो भन्दा पनि के अरे क्यामेराकै मद्दतले, एआईको हिसाबले उसले आफैले झन् मानिसले भन्दा झन् बढी गर्छ। झन् बढी गर्छ, एकदमै प्रिसाइज गरिदिन्छ भन्नु पर्यो। यस यात्रालाई चाहिँ एकदमै लामो यात्राको लागि त एकदम अनिवार्य जस्तै नै हुन जान्छ अहिले चाहिँ। त्यही चार्ज गर्नुपर्छ सुरक्षाको हिसाबले। अनि यसमा यसलाई चाहिँ कति समय चार्ज गर्नुपर्छ अलि लामो यात्रा? सो 0 देखि चार्ज गर्नु पर्यो भने विदिन 30 मिनट 30 मिनटमा चाहिँ मजाले चार्ज भइदिन्छ 80% सम्म। त्यो भन्दाखेरि त धेरै लामो समयसम्म पुग्छ नि त। तर 2-3 वर्षमा चाहिँ यस्तो चार्जर आउनेवाला छ जुन कि 15 मिनटमा 16 मिनटमा चाहिँ 80% गरिदिने अनि इम्प्रुभ गरिरहेको छ। हो भनेपछि अझै अहिले त यस्तो छ भनेदेखि झन् विकास गर्दाखेरि कस्तो होला? गाडीमा तेल हाले जतिको बराबर जति समय लाग्छ त्यति हुन आउँछ। त्यो हुँदाखेरि त झन् टेस्ला गाडीको बिक्री धेरै हुन्छ होला। बिक्री त अहिले अति नै भइसकेको छ। अरू गाडीहरू 10वटा कम्पनी मिलेर बनायो भने अनि त्यसपछि एउटा लाइक टेस्ला जस्तो कम्पनी बन्न सक्छ होला जस्तो लाग्छ। हो अब यहाँ अगाडि चाहिँ यहाँ हो स्टप, यहाँ स्टप आयो, गाडी आफैले चाहिँ स्टप गर्यो। यहाँ हाम्रो ड्राइभर अनि हामी चाहिँ मेरो एकदम हाम्रो मिल्ने भाइ, उनले चाहिँ यहाँ केही गरेकै छैन, अगाडि बस्नु भएको छ, त्यस्तै हो। उसले चाहिँ अगाडि चाहिँ हेर्न चाहिँ भन्छ, हजुरले यता डिस्ट्र्याक्ट भयो भने चाहिँ उसले चाहिँ यहाँ चाहिँ वार्निङ जस्तो देखाउँछ कि लाइक अगाडि चाहिँ हेर्ने भनेर। सो उसले चाहिँ आफैले अहिले गर्यो, लाइक क्यामेरा देखाइरहेछ साइडको यता जानु पर्यो भने त्यो सब कुरा डिटेक्ट। जस्तै अहिले वार्निङ आएको एकछिन, त्यो चाहिँ डिटेक्ट गर्छ। जस्तै त्यो गाडी आइरहेछ, उसले चाहिँ रोक्छ, उसलाई आफ्नो टर्न भयो भने आफ्नो टर्नमा जान्छ। जस्तै गाडीहरू आइरहेछ नि, उसले चाहिँ त्यो गाडीले एनालाइज गरेर अब चाहिँ ऊ आफ्नो टाइममा गइसक्यो। हो कुरा आफैले गर्यो। मानिसको दिमागले गर्ने कुरो ऊ आफैले प्रयोग गर्दैछ। जस्तै यहाँ स्टप साइन आइरहेछ, हो हामीलाई चाहिँ
उता जानुपर्नेमा चाहिँ उसले रोकेर हो बाहिर अनि यहाँ चाहिँ रोक्यो स्टप साइन यहाँ स्टप साइन छ ऊ आफै चुप लाएर यहाँ एकैछिन पर्क्यो र अनि अब घरमा चाहिँ अब आइपुग्यो अब घरमा आएपछि यसो लगिदिनु पर्यो त्यति मात्र गर्नुपर्छ हो घर आइपुगेपछि अलिकति स्टेरिङ चलाएर यही हो यही घर हो भनेर पठाउँ जे होस् हाम्रो यात्रा सफल बनाउनु भयो जे होस् धेरै कुराहरू यसको बारेमा भनिदिनु भयो धेरै धेरै धन्यवाद